माई युट्युब च्यानल। आज चाहिँ हामी घुम्न निस्किन आँटेको। अब रेडी भएको छैन, अब रेडी भएर निस्किन्छु। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ मेरो छोरा। छोरो, आर यु एक्साइटेड बेबी? एबिसी। अनि हाम्रो आमा छोरा अनि दिदी हामी चाहिँ घुम्न निस्किन आँटेको, तर कहाँ जान आँटेको हामीलाई नै थाहा छैन। अब रेडी हुन्छु, त्यसपछि कहाँ जान्छु तपाईँहरूलाई हामी लोकेसन दिनेछौँ। चाहिँ रेडी भइसक्यो, अब घुम्न चाहिँ जान आँटेको, तर कहाँ जान आँटेको थाहा छैन। मैले चाहिँ यस्तो लुक्स गरेको छु, मेरो कपाल हेर्न सक्नुहुन्छ होइन। मैले चाहिँ कपाल यस्तो गरेको छु साथीहरू। आज चाहिँ किनभने स्कुटर चलाउँदाखेरि हेलमेट लाउँदा एकदम अप्ठ्यारो हुन्छ नि त, कपाल यस्तो अब के भन्छ बान्यो भने। त्यही भएर चाहिँ मैले कपाललाई यस्तो गरेको छु। कस्तो देखाएको छ मलाई। अनि यहाँ हेर्न सक्नुहुन्छ मेरो लिटल वानको पनि कपाल यस्तै छ, सेम आमा छोराकै कपाल यस्तै एउटै गरेको छ। अब हामी चाहिँ निक्लिनु पर्ने हुन्छ। कहाँ जाने हो त्यो चाहिँ थाहा छैन, फिक्स नै छैन। कुन ठाउँ जाने भनेर चाहिँ हामीले फिक्सै गरेको छैन, कहाँ जाने भनेर। जान चाहिँ जानेवाला छौँ, तर कहाँ जाने हो थाहा छैन। अब गएपछि त्यही ठाउँमा तपाईँहरूलाई देखाउँछ। छोरा कहाँ हिँडेको? निजिले हेलमेट सबैले बिन्दान के आलो कोले songi tidak pilih lagi. Baby. अहिले जाने यास लाउ आउल पनि जाने अहिले अबे हुँदैन अबे जोडलारी ओड्नेला कसरी ए आमा सानो हुँदैन नि लाइन त पछाडी तो उधर प्रॉब्लम जो दिखा था benar lupa kalau ini plastik ya kita ya tapi gini ini ya nih ini aja Honda गाइस फाइनली हामीले चाहिँ हाम्रो डेस्टिनेसन नगरकोट बनायौँ होइन। तर नगरकोट बाटो चाहिँ एकदमै राम्रो छ होइन। भ्यू हेर्न सक्नुहुन्छ, जङ्गलको भ्यूहरू एकदमै राम्रो छ। तर त्यो भ्यू टावर गएको तर खासै रमाइलो छैन रहेछ गाइस, मलाई त खासै मन परेन। अब हामी चाहिँ जाँदैछौँ झोलुङ्गे पुलतिर। झोलुङ्गे पुलमा चाहिँ कस्तो रहेछ त्यहाँ गएपछि हजुरहरूलाई देखाउँछ। नगरकोट गाउँ हेर्न सक्नुहुन्छ तपाईँले, एकदमै राम्रो छ साथीहरू। तर मलाई चाहिँ भ्यू टावर खासै मन परेन। आउन छोरा आउ जाने। अब हामी चाहिँ झोलुङ्गे पुलतिर जाँदैछौँ होइन। पखन हामी चाहिँ झोलुङ्गे पुल जाने भनेर विचार गरेको थियो, तर अलिक टाढा भएर हामी चाहिँ गएन। फर्केको साथीहरू रात पर्नु पनि आँट्यो भनेर हामी चाहिँ फर्केको। अनि सानो फ्रेममा भएछ कि दिदीले भिडियो गर्नुभएको थियो। यो चाहिँ अलिकति क्यामेरा नमिलेर सानो भयो, मलाई बनाउन आएन। तर जस्तो बनाएको छ हजुरहरूले हेर्नुहुन्छ भने आश गरेको छ साथीहरू। अनि त्यसपछि हामी त्यही भएर दिदीलाई मजाले हेर्न गर्नु खासै भिड रहेनछ, पोरपोरा जस्तो भिड रहेनछ। बिस्केट जात्रा होइन, मान्छेको जात्रा चाहिँ रहेछ।